नामै हुन्न त आडे हट। हेलो गाइजहरु, वेलकम टु माई ब्याक च्यानल। हैन, आज पनि खतरनाक भिडियो लिएर म तपाईहरुसँग उपस्थित भइसकेको छु। मसँग आज हुनुहुन्छ दुईजना। यता चाहिँ यता चाहिँ एसके ओनाल्डो होइन। जिग्री बुढो मेरो चाहिँ जिग्री बुढो नाम। ने आडे नाम राखम कि क्या हो? यस्तो आडे नाम पनि हुन्छ र? नामै हुन्न त आडे हट। आडे हट। हैन, अब त जिग्री बुढो भनेपछि त अब अलि चिन्न गाह्रो हो नि, त्यही भएर आडे नाम राखेर सजिलो हुन्थ्यो भने। अब यति दिनसम्म भिडियो गरिराख्ने सबले दर्शकहरूले चिनिरहेछन्। त्यसो भए तपाईको नाम जिग्री बुढो नै हो? जिग्री बुढो। पता मेरो नागरिकतामा हेरिने हुन्छ। अच्छा, त्यसो भए नागरिकता पनि तपाईको साँची छ? साँची छ। अब हजुरको नाम भनिदिनु त। मेरा नाम एसके ओनाल्डो। एसके ओनाल्डो त ओनाल्डो रोनाल्डो भन्ने त नाम सुने थिए होइन? हजुर सुन्नुभयो होला। तर यार यो ओलान्डो भन्ने नाम चाहिँ सुनेको थिइनँ यार। एसके को फुल फर्म के होला? एसके को अब फुल फर्म अब त्यो लेखेर राखेको छु। त्यो चाहिँ प्रचार गर्न मिल्दैन। आज छुट्टै विषयको कुरा लिएर आएको छु म तपाईहरु दुईजनासित होइन। नेपाल प्रति कतिको माया प्रेम छ के? नेपाल प्रति त माया प्रेम छ नि हो, बोल्ने जोरले लास्टै छ नि माया। बेङ्गलोरमा भए पनि तपाईहरुलाई नेपालको माया धेरै लाग्छ। लाग्छ। बेङ्गलोरको न्युज हेरिन्छ, बेङ्गलोरको भ्युज हेरिन्छ। सबभन्दा बढी तपाईले कहाँको न्युज हेर्नुहुन्छ? म न्युज हेर्छु बेङ्गलोरको। बेङ्गलोरको नेपाली काण्ड। नेपाली काण्ड। हजुर। नेपाली काण्ड त्यसरी दौरो चलेछ होइन? दौरो चलेछ। त्यो हेर्दाखेरि कतिको मजा आउँछ। मजा त के आउने, अब आफ्नै नेपाली दाजुभाइ अलिक त्यो काण्ड हुँदाखेरि आफूले अलिक मन चस्सो खान्छ। हामी नेपाली भनेको सब एउटै हो नि त, त्यही भएर। अच्छा, तपाईँ चाहिँ के भन्नुहुन्छ? के भन्ने र यार। नेपालको बारेमा अब नेपालको बारेमा अब ठिकै छ। तपाईँको गाउँमा वडा अध्यक्ष को छ? वडा अध्यक्ष त कौना मोटे मोटे गरेको थियो। नाम के हो? कौना बलामीको छोरा छ भन्छे। बलामीको छोरा। नेपालमा पढाइ नगर्ने इन्डिया, सानैदेखि इन्डिया धाएको। अच्छा, त्यसपछि मलाई त को नेता हुन् को के हुन् त मलाई थाहा छैन। त्यसो भए आफ्नो गाउँको वडा अध्यक्ष को थाहै छैन। अहिले नेपालको प्रधानमन्त्री को छ? नेपालको प्रधानमन्त्री को छ र यार? फिलिप रायमाझी। नेपालको सबभन्दा फेभरेट हिरो को हो नि? विराज भन्छन् के रे? विराज भन्छन् के रे? म त फिल्म पनि हेर्दैन, त्यो थाहा हुँदैन मलाई को हिरो को जिरो, मलाई थाहा हुँदैन त। त्यसो भए तपाईँलाई थाहा छैन त्यो नेपालको बारेमा थाहा छैन। तपाईँ कहाँको हो त? नेपालको हुन त अब म त त्यति नेपाल पढाइ बस्दैन नि त। इन्डिया, सानैदेखि इन्डिया गरेको मान्छे नि त। यसरी आउने जाने त भइरहेको छ, आउने जाने क्रम त। अब त्यो यो नेता हो यो के हो भनेर म त चिन्ने छैन। चिन्नुभएको छैन? तपाईँलाई मनपर्ने सबभन्दा दोहोरी गीत मनपर्ने कुन कलाकारको? पुष्कर शर्मा। त्यसो भए तपाईँको पुष्कर शर्मा एकदम फेभरेट? कुनै गीत गाइदिनु त एउटा मनपर्ने गीत। एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो, त्यही मायालाई देख्न मन लाग्छ। अच्छा, त्यसो भए तपाईँ दोहोरीको चाहिँ एकदम फ्यान हो? हल्का अब त्यति त होइन। कसैसँग लप परो कि नै? लप त बिहे नगर्दै कति पऱ्यो। होइन, त्यसो भए तपाईँ लभ गर्न एक नम्बर? अब पहिला त थिएन, अब अचल छैन।
अचल छैन अचल। त्यो भुमायाको याद आएर रोन मन लाग्छ कि नै नाइ अब त्यस्तो हुँदैन 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 ए पहिलाका भुपुमायाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ यो भिडियोबाट भुबु मायाकाहरूको नि अब बिहे भइसक्यो अब उनीहरूका नि अब मेरो नि भइसक्यो अब उनीहरूका नि भइसक्यो अब के भन्न चाहनुहुन्छ के भन्ने त अब राम्रो होस् उनीहरूको पनि मेरो पनि राम्रै चलिरहेछ एकदमै एकदमै अब नेपाल कहिले जाने हो त फर्किने हो नेपाल अब हेरौँ भैया फर्किहाल्ला नि एक न एकपालि आज केही त्यस्तो सोच छैन आज त्यस्तो केही सोच छैन